यहाँहरूको साथ सहयोगले फेसबुक मोनिटाइज भइसकेको छ। यहाँहरूको माया सद्भावले गर्दाखेरि अब मेरो युट्युबमा पनि लामो लामो भिडियोहरू फेसबुकमा राख्न नमिल्ने भएकोले युट्युब च्यानल खोलेको छु जुगाड मास्टर भनेर। जुगाड मास्टरमा कृषि सम्बन्धी र यस्तै जुगाड सम्बन्धी सानातिना सामान मर्मत बनाउन सक्ने काम चलाउ भाँडा कसरी बनाउन सकिन्छ, हाम्रो जीविकोपार्जन कसरी सहज र सुलभ गर्न सकिन्छ, न्यूनतम खर्च अथवा शून्य खर्चमा कसरी गर्न सकिन्छ भनेर मैले युट्युब च्यानल खोलेको छु। युट्युब च्यानलको नाम जुगाड मास्टर हो। त्यता पनि यहाँहरूलाई स्वागत छ। लामो लामो भिडियो त्यता आउनेछ र छोटो छोटो क्लिप मेरो यता फेसबुकमा नि आउनेछ। यहाँहरूलाई धेरै धेरै धन्यवाद। जय होस् जय होस्। आजको एकदम महत्त्वपूर्ण है, हामीले यो सानो बिरुवालाई यो लोअर केजी अथवा मोन्टेसरीमा कसरी राख्ने भनेर मैले भन्दैछु है। यो रुख टमाटरको बिरुवा यो मैले केही दिन अघि जमाएको थिएँ। यी एकदम कमजोर छन्, साना छन्। अब यिनलाई यत्तिकै बारीमा लगेर रोपियो भने यिनलाई हुर्काउन गाह्रो हुनसक्छ। त्यही भयो हुनाले यिनलाई केही दिन हामीले एउटा फेरि अर्को दोस्रो नर्सरीमा, हिजो मैले यहाँ खुर्सानी यसरी जमाउने दोस्रो नर्सरी गर्नुपर्छ भने चाहिँ मसिनो बिउ भएको जातको यो पनि त्यही जात पर्यो। अब यसको यो बिरुवा छ, केही बिरुवा छन्। मैले यसलाई दोस्रो नर्सरी गर्दैछु। दोस्रो नर्सरी गर्नलाई यसरी टक्क यो हाम्रो यो बियाड भयो, मिनी बियाड भयो। यसमा 4 उमल कमसेकम 4 उमल पर पर्ने गरेर यसरी नर्सरी गर्ने, यसरी नर्सरी गर्न सकिन्छ। यी साह्रै कमजोर छन्। अब यिनलाई कमसेकम 20-25 दिन हामीले यसमा राखिदिएपछि यिनीहरू एकदम बलिया स्वस्थ हुन्छन्। अनि हल्का ट्रिटमेन्ट गरेर हामीले बारीमा सार्न सकिन्छ। यसरी यो बिरुवाको मसिनो बिरुवाको यो फुलहरूको पनि गर्न सकिन्छ। मसिनो मसिनो फुलहरू यो तरकारीहरू गर्न सकिन्छ। अब योभन्दा अझै छन् भने अब केही दिन लामो समय राख्नलाई यस्तो ठुलो ब्यागमा पनि यसरी राखेको हुन्छ। यो हिजो राखेको हो यो ठुलो ब्यागमा। यसलाई अब हामीले जेठ महिनासम्म यो राख्न सकिन्छ। जेठ महिना मौसम एकदम अनुकूल भइसकेपछि हामीले बारीमा लगेर सार्न सकिन्छ। अरू खेती खनजोत गरिसकेपछि यसरी गर्न सकिन्छ। अब मैले यसलाई वरिपरि नर्सरी गरेँ। अब यो यत्तिकै यो ठुलो छ, यहाँ मोल माटो धेरै छ। त्यही भयो हुनाले मैले यसमा चाहिँ यो अब हामीले वैशाखमा फलाउने काँक्रो यहाँ मैले यहाँ रोप्छु। यो काँक्रो यहाँ हुर्किँदै राख्छ, यिनीहरू बलिया हुँदै राख्छन्। अनि पछि यी बिरुवा उखेलेर लैन्छ, यसमा काँक्रो फलाइन्छ। यसरी पनि हामीले थोरै थोरै माटो 10-60 किलो माटोमा बिरुवा फलफुल थोरै थोरै सानो उसमा परिणाममा गर्न सकिन्छ। यहाँ पनि अब जमाउने मैले तयारी गर्दैछु। यी होममेड थैला हुन् सबै। हाम्रो यो पहिलो चरण भयो, यो दोस्रो चरण भयो। तेस्रो चरणमा हामीले जहाँ फलाउने हो त्यहाँ गएर फलाउन सकिन्छ। सानो परिणाममा पनि बिरुवा स्वस्थ भयो भने सानोमा नि फलाउन सकिन्छ। एउटा गोलभेडा त्यहाँ फलिसकेको छ। यति सानो कामले नि हामीले यस्तो जुगाडले पनि घर सहज बनाउन सकिन्छ। यहाँहरूको समयको सदुपयोग हुन्छ। हामीले स्वास्थ्यको सुधार हुन्छ। अब यो फाइदा त कति छन् भन्दै जाउँला। जय होस् जय होस्।